हेलो साथीहरू, सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ हजुरलाई आज ओइली स्किन टाइपको डेली रुटिन, डेली स्किन केयर चाहिँ कसरी गर्ने भनेर सिकाउँछु ल। ओइली स्किनको चाहिँ 2 टाइप्स हुन्छ है। एउटा भनेको एक्निज प्रोन स्किन हुन्छ, एउटा भनेको चाहिँ ओइली मात्रै हुन्छ कि नर्मल तर पिम्पल्सहरू चाहिँ नआउने टाइपको स्किन हुन्छ है। त्यसमा चाहिँ तपाईँले एक्निज प्रोन स्किन छ भनेदेखि चाहिँ फेस वास भनेको 2टा युज गर्नुपर्ने हुन्छ। एउटा भनेको सैलिसाइक्लिक एसिडवाला फेस वास भयो, एउटा चाहिँ डेली फेस वास भन्ने हुन्छ है। त्यसमा चाहिँ जेल बेसको फेस वास युज गर्दा पनि भयो अथवा फोमिङ फेस वासहरू पनि युज गर्दा भयो है। अब जेल बेस र फोमिङ फेस वासमा के फरक छ भन्दाखेरि फोमिङ फेस वासले तपाईँको फेसलाई चाहिँ एकदम ड्राई बनाइदिँदैन के, एकदम ठिक्क फेस वास गर्नुहुन्छ, ओइल चिल्लोहरू मजाले फाल्छ, सफा गर्छ तर धेरै ड्राई बनाउँदैन। अनि अर्को भनेको एउटा सैलिसाइक्लिक एसिड फेस वास हुन्छ है। सैलिसाइक्लिक एसिड चाहिँ तपाईँले फेसमा डेली युज गर्न मिल्दैन, किन भन्दा सैलिसाइक्लिक एसिडले चाहिँ तपाईँको फेसलाई एकदम लुज बनाइदिन्छ क्या। तपाईँले सैलिसाइक्लिक एसिड फेस वास युज गर्नुभयो भने हप्ताको 2 चोटि अथवा 3 चोटिसम्म चाहिँ युज गर्न मिल्छ है। अनि त्योभन्दा बाहेकमा चाहिँ तपाईँले फेस वासले बिहान र बेलुका 2 टाइम नै धुन पऱ्यो। ओइली फेस छ भने बिहान बेलुका नै मजाले फेस वासले मुख धुने। मुख धोइसके पछाडि तपाईँले आफ्नो आँखाको भाग भयो, अनि यो आइब्रोको भाग भयो, अनि यो ओठको भाग भयो, टावेलले सट्ट ड्राई बनाएर पुस्ने है। अनि त्योभन्दा बाहेकको भागमा चाहिँ टावेलले हल्का हल्का मात्रै पुस्ने, टावेलले अथवा मिल्छ भने अझ सक्नुहुन्छ भने टोइलेट पेपरले पुस्ने, सुक्खा नबनाउने। हल्का चिसो हुन्छ अनि त्यही चिसो फेसमा चाहिँ हजुरहरूले सेरम युज गर्ने। सेरम युज गर्दाखेरि चाहिँ ओइली स्किन टाइप्सको लागि चाहिँ कुन सेरम भन्नुहुन्छ भन्दाखेरि भिटामिन सी को सेरम युज गर्नुभयो भने राम्रो हुन्छ है। भिटामिन सीमा अझ नियासिनामाइडहरू पनि मिक्स भएको सेरम भयो भने अझ राम्रो काम गर्यो। अनि सेरम लगाउनुहुन्छ, सेरम मजाले लगाएर रब गरिसके पछाडि चाहिँ हजुरले केही 2-4 मिनट 5 मिनट पछाडि चाहिँ मोइस्चराइजर लगाउनु पर्ने हुन्छ है। मोइस्चराइजर लगाउँदाखेरि ओइली फेसले जहिले पनि जेल बेसको मोइस्चराइजर युज गर्ने है। जेल बेसको मोइस्चराइजर युज गर्ने। मोइस्चराइजर युज गरेको सर्टेन टाइम पछाडि 2-4 मिनट 5 मिनट पछाडि सनब्लक युज गर्ने। सनब्लक युज गर्दाखेरि चाहिँ तपाईँ जहिले पनि जेल बेसको सनब्लक युज गर्ने है। जेल बेसको सनब्लक 40 SPF भन्दा तलको सनब्लकहरू चाहिँ काम छैन है। नेपालको केसमा चाहिँ 40 SPF भन्दा तलको सनब्लकहरू राम्रोसँग काम गर्दैन। अनि माथि त्योभन्दा माथि तपाईँहरूले टिन्टेड सनस्क्रिनहरू युज गर्न सक्नुहुन्छ है। अब आफूलाई कतिको प्रोटेक्ट गर्नुपर्छ, किन भन्दाखेरि जेल बेसको सनस्क्रिन भनेको सर्र एब्जर्ब भइसक्छ क्या। अब सर्र एब्जर्ब भइसक्छ, फेरि त्यसमाथि पनि टिन्टेडवाला सनब्लकहरू युज गर्नुभयो भने अझ राम्रो हुन्छ। अनि एकदम चिल्लो हुन्छ, तपाईँको काममा हिँड्नुपर्ने छ अथवा गर्नुपर्ने छ, एकदम पसिनाहरू आउँछ भनेदेखि चाहिँ तपाईँहरूले ओइल कन्ट्रोल कम्प्याक्ट पाउडरहरू युज गर्न सक्नुहुन्छ है। जसले चाहिँ तपाईँको यो पोर्सहरू हुन्छ नि, पोर्सहरूलाई चाहिँ बन्द गरिदिन्छ क्या। त्यो भएपछि तपाईँको चिल्लो पनि निस्किँदैन, पसिनाहरू पनि आउँदैन, एकदम राम्रो हुन्छ। त्योभन्दा बाहेक म त हजुरहरूलाई ड्राई स्किन, सेन्सिटिभ स्किन